धन्यवाद छ ती सबै हातहरूलाई र ती सबै दाताहरूलाई जसले गर्दा आज यतिको यो हाम्रो भक्तपुर चोकको काम गर्ने काम गर्नुभयो। यसको लागि धेरै धेरै धन्यवाद। र अर्को कुरा के भन्न चाहन्छु भने हाम्रो गाउँ हाम्रो सहरलाई चाहिँ बनाउनलाई कुनै पनि पार्टीका नेता कुनै पनि पार्टीका प्रधानमन्त्री हाम्रो राष्ट्रपति आएर चाहिँ हाम्रो गाउँलाई बनाइदिनु होला। त्यसैले हाम्रो भनाइ के छ भने हामी आफ्नो गाउँ आफ्नो ठाउँ आफै बनाऊ। हामीले यतिको काम गऱ्यौँ। आज यहाँसम्म तपाईँले देख्नुहुन्छ यहाँ झन्डा फहरिरहेछ र अब अहिले बत्ती पनि बल्छ एकछिनमा। त्यो हेर्दाखेरि तपाईँले के सिक्नुभयो? तपाईँले यतिको आज यो यतिको देख्दाखेरि के सिक्नु छ भने हाम्रो गाउँ हाम्रो ठाउँ हामी आफैले बनाउनुपर्छ। यो यतिको गर्नु भनेको कसै एकजनाको पहलमा हुँदैन। सबैको मेहनत सबैको सहयोगले मात्रै हुने हो र यसमा लागिपरि सबैले आफ्नो गाउँ आफ्नो ठाउँ चाहिँ बनाऊ। कसैको आशमा नबसौँ। किनभनेदेखि हाम्रो गाउँमा हामीले कसरी राख्ने कसरी के गर्ने भन्ने कुरा हामीलाई कसैले आएर यसो गर्नुभन्दा उनीहरू चाहिँ गरेर दिँदैन। त्यसैले चोकको हाम्रो बजारको अध्यक्ष प्रदीप दाईलाई चाहिँ मैले इन्भाइट गरेँ। उहाँले चाहिँ दुई शब्द बताउनु। धन्यवाद। आज यो बजारको व्यवस्थापन गर्नका लागि हामी सबै साथमा सहयोग गरेर यो बजार व्यवस्थापनको लागि हामीले साथमा सहयोग गरेर आज यो बजारलाई हामी यो अन्डा अथवा यो बजारको सवारी साधन व्यवस्थापन त्यसै गरी हामी बिजुली बत्तीको उज्यालो गर्नका लागि हामी आफै गाउँ सहर बनाउन र सहयोग गर्न हामी सबै मिलेर आजको यो कार्यक्रम गर्नको लागि यहाँ आज सफल भएका छौँ। केही दुई शब्द राख्दै आज म यहाँ सबैलाई जानकारी दिन चाहन्छु। यसरी नै हामी अगाडि बढौँ र अन्य अरू कार्यक्रममा पनि यसरी नै साथ सहयोग गरेर कार्यक्रमलाई सहयोग गरेर सफल पारौँ भन्दै म दुई शब्द अर्को दुई शब्द बोलाउनलाई उहाँको पनि यसमा धेरै योगदान छ। उहाँले पनि यसमा चाहिँ उहाँ यो हाम्रो सुदर्शन नगरपालिकाको बासिन्दा नभए पनि उहाँले जति गर्नुभएको छ सायद यो ठाउँको मान्छे कुनै पनि सहयोग गर्नुभएको छैन। त्यसैले उहाँलाई धेरै धेरै धन्यवाद दिँदै उहाँलाई दुई शब्द राखिदिन अनुरोध गर्छु। आइदिनु होला। धन्यवाद बाबु राजाजी। हामी आज झपटल चोकलाई लगभग यो चोकै होइन भन्ने जस्तो बाटो हिँड्नेहरूलाई पनि र हामी यहाँ चोकमा बसोबास गर्नेहरूलाई पनि लगभग महसुस भइरहेको थियो। यो आजको हाम्रो यो बजारका सम्पूर्ण व्यवसायीहरू अथवा यहाँ बासिन्दाहरू लगायत यहाँ बाबु राजाजीको टिम यहाँ सम्पूर्ण भाइहरू दाइहरूको टिम खास गरी ट्राफिक प्रहरी त्यसै गरी हाम्रो झपटल प्रहरी चौकी लगायत सम्पूर्णको टिमबाट चाहिँ आज हामी ड्रम यो नेपालको झन्डा राख्न सफल भएका छौँ। यसलाई अझै हामी दुई चारवटा ड्रम र यहाँ अझै दुई चारवटा झन्डा हामी थप्ने योजनामा छौँ। हामीले चोक उज्यालो बनाउनका लागि बत्ती पनि हामीले जे जति सक्यौँ त्यो हिसाबले अहिले हामीले सानो सानो भए पनि बत्तीहरू लगाएका छौँ। अलि व्यापार लाइटहरू लगाउने केही बन्दोबस्त गर्ने नगरपालिका वार्डसँग समन्वय गरेर हामी प्रयास गर्नेछौँ। सम्पूर्ण सहयोग गर्नुहुने सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद दिँदै म आफ्ना शब्दहरू यहाँ पुर्याउँछु। धन्यवाद।